किम्चीसँग अलि मुकबाङ मात्रै नगरौँ न, कुनै पार्ट, कुनै लाइफ अफ पार्टको बारेमा पनि डिस्कस गरौँ। किन पैसा कमाउन सके पनि नसके नि लाइक आई एम प्राउड कि मैले हजुर जस्तो यस्तो मायालु मान्छेहरू पाएको छु भनेर। आज चाहिँ मुकबाङको हल्का सेटअप चेन्ज भएको छ यहाँ हाम्रो कोठामा। हेलो फ्यामिली, नमस्ते, जोजोलापा, वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। मैले चाहिँ हजुरहरूको सामु मुकबाङ भिडियो लिएर आइसकेको छु। आई हेभ गट दिस, यो चाहिँ हो जाजाङमेन रामेन, यो चाहिँ ब्ल्याक बिन्स रामेन हो। मैले यता म साइडमा फोटो राखिदिन्छु भने कहिले पनि मैले फोटो राख्दिनँ, किनभने यो डेली भ्लग हो, अनि त्यही दिनमा भ्लग एडिट गरिहाल्छु, नत्र आजको भ्लग भोलि त्यसरी हाल्छु नि त होइन। अनि बरु यो प्लास्टिक बरु नफालिकन त्यसै यस्तै रामेन भनेर म हजुरलाई देखाउँछु। यो चाहिँ ब्ल्याक बिन्स रामेन हो, वान अफ माई फेभरेट रामेन। मुखमा पानी आएको छ है। अनि आई हेभ गट सन्नी साइड एग, मैले चाहिँ खास दुईवटा बनाएको थिएँ, तर ध्रुवलाई एउटा दिएँ। ठ्याक्क ग्यास सक्यो क्या गाइस, यहाँ अपार्टमेन्टको ठ्याक्क ग्यास सक्यो, अनि एउटा अन्डा बनाएको ध्रुवलाई दिएँ। यो गोस्टवाला खुर्सानी छ, एन्ड आई हेभ गट 3 ससेज, एन्ड मेरो फेभरेट लोकल काँक्रो छ, एन्ड यो सिविड, एन्ड अर्को आई हेभ गट दिस किम्ची। यस्तो मिठो देखेर आएको छ है किम्ची त, फर्स्टमै हालौँ है। कस्तो मुखमा पानी आएको भाइ गाइस। अनि हेर्नु न, ठ्याक्क भिडियो बनाउनु लगाएको, ठ्याक्क पानी पर्न सुरु भयो क्या। फर्स्ट बाइट खाएँ है। यस्तो मिठो भयो है, क्लकिट भयो क्लकिट। Spicy काँक्रो। किम्चीसँग क्या खाओगे तुम? तो बात है। थैंक यू। वीडियो बना रहे पीछे से इतना इधर साइड में आकर बात कर रहे हैं, इधर वीडियो में कैप्चर हो गया। और खाओगे उधर ये जति बेसी भए पनि आफूलाई मनपर्ने चिजहरू चाहिँ लाइक टाइम निकालेर गर्नु होला। जस्तै कि मलाई आई लभ डुइङ मुकबाङ भिडियोज, तर बेसी भएर लाइक त्यस्तो पहिला जस्तो रेगुलर राख्नु भएको छैन, तर पनि
मैले फर्स्टमा पनि जसरी हप्तामा 2 चोटि मुकबाङ भिडियो लिएर आउन ट्राई गर्छु किनभने यो मेरो डेली भ्लग हो त्यही भएर कहिलेकाहीँ कन्टेन्टहरू चाहिँ म्याच हुन्छ अनि हाम्रो लाइफमा गर्ने भनेको यताउति लाइक घरमा दिन नहोला तर अहिले लाइक पहिला जस्तो यताउति घुम्न गएको छैन नि त बाहिरको कन्टेन्ट बनाउनको लागि I don't know why I'm speaking like this. Spicy. Kimchi and ramen. यस्तो मिठो टेस्ट रसु रामेन खाने हो रामेन खाने हो नहीं औषधि हार्सुत औषधि हार्सुत भन्नु अंडा एउटा कुरा मैले पहिला जस्तो रामेन खान छोड्दैछु कोक पनि पहिला जस्तो खाँदिनँ त्यही भएर अगाडि कोक छ तर पनि खाम जस्तो भएन तर पनि चियर्स चियर्स माइक यहाँ मुकबाङ्गर भए पो डिफ्रेन्ट मुकबाङ माइक हुन्थ्यो नि है तर आफू पनि कहिलेकाहीँ मुकबाङ गर्न मन पराउने मान्छे म है रिसेन्टली आई गट अ कमेन्ट है गाइज म चाहिँ हजुरहरूलाई पढेर सुनाउँछु लाइक यु वर्क सो हार्ड एन्ड यु डिजर्भ टु टेक टाइम टु इट रिल्याक्स एन्ड ह्याभ सम पिस प्लिज फर्गेट अबाउट एभ्रिथिङ जस्ट फर अ लिटल वाइल एन्ड इन्जोय यर मिल लाइक म खाना खाँदाखेरि भिडियो बनाउँदाखेरि आई नो यु आर भेरी हार्ड वर्किङ एन्ड स्विट पर्सन यु हेभ सच अ काइन्ड हार्ट एन्ड आई नो हाउ मच यु लभ हिम एन्ड your whole family. You do so much for everyone and always put others first. But remember, your health is important too. When you are tired of or not feeling well, you need to take care of yourself. Please eat slowly, sit quietly and relax during your meals. There is no need to rush. Every time I see you eating, I notice you are always in a hurry. I'm always saying this because I care about you and I want to take care of yours. I want you to take care of yourself. It's the message, right? Actually, I know Malani. I feel so like blessed to have you guys around me. लाइक टाढै भए पनि अब यसरी युट्युबको थ्रुबाट हजुरले मलाई चिन्नुहुन्छ अनि लाइक कति धेरैजना मान्छेहरूले मलाई रिलेट गर्नुहुन्छ लाइक मेरो लाइफको बारेमा मेरो कामको बारेमा
अहिले रिसेन्टली लाइफ अलिकति यस्तै नै भइरहेको छ होइन, हार्डै भइरहेको छ। लाइक म त्यस्तो सोसियल मिडियामा भन्न सक्दिनँ, तर पनि लाइक मतिना घर काम यता ध्रुव घर मतिना पनि अब सेप्टेम्बरमा 1 इयर हुन्छ होइन। अनि सबै त्यहाँहरू पनि काम चलिरहेको छ, बिजनेस हो, तलमाथि भइरहेको छ होइन। तर पनि मैले चाहिँ अब जिन्दगीमा हार खान चाहिँ सिकेको छैन। म कुन ब्याकग्राउन्डबाट आएको छु भनेर मलाई 5 इयर्स 6 इयर्सबाट मेरो भ्लग हेर्नुहुन्छ भने हजुरलाई थाहा छ कि लाइक म कस्तो ब्याकग्राउन्डबाट आएको, मैले कति स्ट्रगल गरेको छु होइन। त्यहाँबाट यहाँ आउँदाखेरि चाहिँ अब बाहिरबाट देख्दाखेरि चाहिँ एकदमै लाइक वाउ लाग्छ, तर त्यहाँ भित्रको एकदमै स्ट्रगल्स चाहिँ छ। मलाई स्टोरी अफ माई लाइफ बनाऊँ कि क्या जस्तो मैले सोच्छु कि होइन, लाइक मेरो, सो द्याट धेरैजनाले अझै इन्सपायर हुनुहुन्छ। अहिले पनि मलाई भन्नुहुन्छ कि यु गाइज आर आवर इन्सपिरेसन एन्ड अल भनेर, लाइक अझै एचिभ गर्न छ लाइफमा है। अनि थ्याङ्क यू सो मच फर यर कमेन्ट। यस्तो स्विट कमेन्टहरू एकदमै धेरै आएको छ कि होइन। अनि अर्को सेम कमेन्ट आएको छ, कति माया लाग्छ लक्ष्मी सिसको, कति हार्डवर्किङ छ, साह्रै मेहनती, सबै कुरा म्यानेज गरिरहेको छ, फ्यामिलीदेखि बिजनेस अनि सोसियल मिडिया, अनि कुक्ने गर्ने रहेछु, कति टायर हुन्छ होला नि, त्यही नै कसैले गुनासो नगरी गरिरहेको हुन्छ। फेरि भिडियो बनाएपछि एडिटिङ गर्नेदेखि लिएर जे होस् बुझ्ने हो हजुर, युआर इन्सपिरेसन फर अल, स्पेसली हाम्रो लागि सानो उमेरमै स्ट्रगल गरेर यहाँसम्म आइपुग्नु धेरै ठुलो कुरा हो। त्यही नै कुनै घमण्ड छैन, सिम्पल लिभिङ, हाई थिङ्किङ, लक्ष्मी जस्तो हुनुपर्छ छोरी होस् त, लक्ष्मी रसु जस्तो, धेरै माया फ्रम बुटवल, सधैँ खुसी देख्न पाम, तिमीले सोचेको सबै पुरा भएको हेर्न पाम, धेरै माया। थ्याङ्क यू सो मच दी। उहाँ चाहिँ गिनी सरुले कमेन्ट गर्नुभएको छ है। अनि अघिनेको कमेन्ट पासाङ डोलमा दिले, लाइक हुन्छ नि अब हजुर यति धेरै माया गर्ने मान्छेहरू हुनुहुन्छ, अनि म त्यसमै खुसी छु कि। अनि मैले सानैबाट भन्थेँ कि सिम्पल लिभिङ, हाई थिङ्किङ, म जति नै अब लाइफमा अगाडि बढ्न नसके पनि जति नै पैसा कमाउन सके पनि नसके नि, लाइक आई एम प्राउड कि मैले हजुर जस्तो यस्तो मायालु मान्छेहरू पाएको छु भनेर। अनि मलाई यस्तो कमेन्टहरू, म सबै कमेन्टहरू पढ्छु, फ्री टाइममा यस्तो रिप्लाईहरू पनि गर्छु होइन। मैले नपढ्ने होइन कमेन्ट, म पढ्छु, कहिले काहीँ बिजी हुँदाखेरि चाहिँ पढ्न भ्याउँदिनँ, नत्र सबै मैले कमेन्ट धेरै जस्तो मैले सबै पढ्छु कि होइन। अनि अब मान्छेलाई के घमण्ड गर्नु, अब मरेर जाँदाखेरि केही पनि लिएर जाने होइन। त्यही भएर मलाई चाहिँ त्यस्तो केही कुरामा नि खै जिन्दगीमा मलाई घमण्ड चाहिँ मलाई त्यस्तो घमण्ड त केही पनि सोच्दिनँ। मान्छेलाई पैसाले कहिले पनि पुग्दैन होइन। अनि अब बिजनेस गर्ने बित्तिकै कोही मान्छे एकदमै धनी हुन्छ भन्ने पनि छैन। अब यस्तो कसैले चाहिँ अब जेरोबाट स्टार्ट गरेको हुन्छ, कसैसँग चाहिँ आफ्नै एकदमै धेरै पैसाबाट स्टार्ट गरेको हुन्छ, त्यसमा चाहिँ फरक पर्छ कि। म चाहिँ जेरोबाट स्टार्ट गरेको, त्यही भएर अलिकति पैसा आउँछ, फेरि त्यसै सामान हाल्नु पऱ्यो होइन। यो म भन्छु यसरी नै, किनभने लाइक दिस इज लाइक हु आई एम ओपन बुक, मैले सबै सेयर गर्छु हजुरहरूसँग। यु गाइज आर माई युट्युब फ्यामिली। अनि यो चाहिँ मुकबाङ प्लस चिट च्याट हो क्या है। अन्ली मुकबाङ मात्रै नगरौँ न, कुनै पार्ट, कुनै लाइफ अफ पार्टको बारेमा पनि डिस्कस गरौँ न, किनभने यो मेरो डेली भ्लग हो। अनि डेली लाइफमा के हुन्छ, आई लाइक टु सेयर विथ यु अल क्या। लाइक कति धेरैजनाले रिलेट गर्नुहुन्छ, अनि कति धेरैजना मसँग लाइक मतिनामा भेट्न आउनुहुन्छ, या फिर बाटोमा पनि भेट्नुहुन्छ नि त। मैले 8 क्लासबाट हजुरको भिडियो हेरेको, मैले 12 क्लासमा छु भनेर भन्नुहुन्छ कोही कोहीहरूले। अनि कस्तो माया लाउने कि, अनि सो स्विट भन्छ कि। बाटोमा भेट्दाखेरि पनि एकदम खुसी लाग्छ कि होइन। अनि हजुर पनि स्ट्रगल गर्नुहोस्, मेहनत गर्नुहोस्। अनि स्कुल स्टुडेन्टहरूले बाटोमा भेट्दाखेरि, अरू मलाई कलेज स्टुडेन्टहरूले बाटोमा भेट्दाखेरि हजुर हाम्रो लागि इन्सपिरेसन हो भनेर भन्छ कि मलाई बाटोमा। अनि मलाई त जस्तो लाग्छ कि। अनि म पनि एकदमै स्ट्रगल गरेर आएको, कुनै दिन स्ट्रगलको कहानी बनाउँला छुट्टै, न्यू भ्युअर्स हुनुहुन्छ भने होइन। अनि त्यही हो, मलाई चाहिँ अब खासै लाइक यो भएन म गुनासो गर्न पनि मन लाग्दैन होइन। जे जस्तो छ त्यसमै खुसी हुनुपर्छ, आफूले मेहनत गर्नुपर्ने कुरा हो। हेर्नु न है, मान्छेको मुडै त हो, अघि नै कमेन्ट भने जस्तै लाइक आफूलाई पनि टाइम दिनु एन्ड अल भन्ने। तर हुन्छ नि मलाई एकदमै अझ डेली भ्लग गर्नु छ, मलाई डेली मतिनामा नि हेर्नु छ, डेली घर पनि हेर्नु छ। अनि सबै मैले डेली पनि गर्न सक्दिनँ, तर पनि इट्स बिन अहिलेसँग चाहिँ डेली भ्लग 35-36 हुन्छ कि डेली भ्लग कति भयो, 30 to 33 कति हुन्छ होइन डेली भ्लग गरेको डेज। कहिले काहीँ आजको आजै एकछिन नबसिकन पनि एडिट गरेर हाल्छु, 10% हुँदैन नि कहिले के होइन। पेन्डिङ भ्लग भएन भने त आजको आजै त्यसरी हालिदिन्छु नि त। अनि इट्स अल अबाउट स्ट्रगल, कुनै दिन पे अफ गर्छ होला भनेर चाहिँ म अगाडि बढिरहेको छु। 400K 500K कहिले हुन्छ आई डोन्ट नो। मसँग चाहिँ त्यस्तो फ्री टाइम पनि छैन, म टाढा घुम्न जानलाई, यता जानलाई, उता जानलाई। आई हेभ अहिले एकदमै वर्क्स टु डु। मतिनामा
सबै क्लोदिङ र नेल्समा काम हुँदैछ, त्यो छोडेर जान मिल्दैन अहिले हतपतै। न त मलाई पनि जानु मन लाग्छ, मलाई पनि घुम्नु मन लाग्छ कता कता होइन, यताउता डाँडा काँडा। तर त्यही हो कि लाइक अलिकति टाइम हुन्छ, त्यहाँ पनि यता काम गर्नु पऱ्यो, यता गर्नु पऱ्यो, फ्यामिलीलाई टाइम दिनु पऱ्यो, त्यसमा गइरहेको छ क्या। त्यही भएर चाहिँ अब मान्छेहरूले त भन्न सजिलो हुन्छ नि त, लाइक सेम कन्टेन्ट भयो, केही पनि कन्टेन्ट छैन डेली भ्लगमा यस्तो भनेर। तर मलाई माया गर्ने मान्छेहरूले भन्नुहुन्छ कि डेली भ्लग भए पनि जे गरे पनि हाल्नु, कि बिहान उठेर भए पनि यतिकै भिडियो बनाइदिनु अनि हाल्नु भनेर भन्नुहुन्छ क्या। अनि म पनि अब मलाई कसैले सेम कन्टेन्ट भयो या फिर यो भयो भनेर म त्यसरी पछाडि पनि हट्दिनँ होइन। आई लभ डेली भ्लग्स, आई लभ डेली भ्लग्स। मलाई जे मन लाग्छ म त्यही गर्छु, मैले मेरो डेली लाइफमा जे हुन्छ म त्यही देखाउँछु त्यहाँ। अनि एकदमै मिठो भयो। म यो अब एक बाइट छ खान्छु। किम्ची चाहिँ छोड्ने होइन है। दिस किम्ची इज फ्रम 3 Sisters किम्ची इन्स्टामा। यस्तो मिठो मुकबाङ भिडियो प्लस चिट च्याट भिडियो धेरै लङ नगरौँ। Thank you so much for watching. Don't forget to like, comment, share and subscribe. Hit the bell icon. Ting, 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 ting. See you in my next video. Till then, subscribe. Hit the bell icon. Love you all. Giveaway video coming soon. Guys, 500K हुनको लागि चाहिँ गिभअवे गर्नेवाला छौँ हामीले। एकदमै खतरावाला, जुन चाहिँ कसैले इमेजिन पनि गर्न सकेको छैन। कसैले मतलब अब कोही कोहीले भनौँ न होइन, अलिकति खतरै गिभअवे गर्नेवाला छौँ हामी। खतरै क्या।